वेलकम टु माई न्यू भ्लग। फेरि पनि आइसकेँ म। आज हामी मामा घर जाँदैछौँ। हामी सरप्राइज दिनु जाँदैछौँ है। आज चाहिँ मदर डे परेको छ। विपना स्वागत छ मेरो भ्लगमा, वेलकम। अनि हामी चाहिँ यी केक पनि लिइसक्यो, यो भित्र चक्लेटहरू पनि छ। अनि त्यसपछि हामी सरप्राइज दिन अगाडि बढिरहेको छौँ। हामी चाहिँ हिँडिरहेको छौँ, अगाडि हिँडिराख्नु भएको छ मम्मी भाइ सबैजना। ल कस्तो हुन्छ हेर्दै जाऊँ है त सरप्राइज। चाहिँ यहाँ देउराली तर यो ठाउँलाई चाहिँ धोद्रा भन्छ है। यो चाहिँ जङ्गलको बाटो छ हल्का। अनि हामी सबैजना गफ गर्दै घाम लागिसके। हामी चाहिँ 9 बजी घरबाट निस्केको। अब त्यहाँ कति बजी पुग्छ पनि थाहा छैन। गाइजहरू विपना के भन्न चाहन्छु भन भन। के भन्ने, हिँड्दा हिँड्दै खुट्टा दुखे। हिजो हामी रमको घरदेखि हामी हिँडिसक्यौँ है गाइजहरू। एकछिन बस्यौँ, मुइसुई खायौँ, पानीसानी खायौँ। अनि त्यसपछि हामी अगाडि बढ्यौँ। आमा घर आयो है गाइजहरू। त्यो तलको छ नि त्यो ठुलो बाटो, त्यही हो हाम्रो। सरप्राइज दिँदैछौँ। सुनकै चुरा नसके नि चाँदी बाला देउला हातैमा दुःखै दुःख परे पनि हाँसी हाँसी जिउला साथैमा। त्यहाँ गएपछि चाहिँ हामी हल्का व्यस्त भयौँ। अनि फोटो भिडियोहरू मैले भ्लगहरू त्यस्तो बनाउन पाएन। अनि मैले चाहिँ भिडियोहरू यस्तै हालिदिएको छु, त्यसैले हेरिदिनु होला है त। रमाइलो भयो आजको दिन, यसरी नै बित्यो, रमाइलो भयो। घरदेखि फर्किसक्यौँ है। गाडीमा है आयो। आजको भ्लग यति नै। त्यहाँ गाइजहरू अहिले चाहिँ हामी घर आइसक्यौँ। अनि त्यहाँ मैले सर्ट क्लिपहरू पनि राखिदिएको छु आजको फोटो भिडियो पनि। हेर्न नबिर्सिनु होला, लास्टसम्म हेरिदिनु होला। हस्, बाई बाई, फेरि भेटौँ।